प्रश्न, परमेश्वर कहिलेबाट अस्तित्वमा आउनुभयो? उत्तर 1, परमेश्वर अनादि अनन्त हुनुहुन्छ। निर्गमन 3:14। परमेश्वरले मोसालाई भन्नुभयो, म हुँ जो म हुँ। फेरि भन्नुभयो, तिमी इजरायलीहरूलाई भन्नु, म हुँ भन्ने व्यक्तिले मलाई तिमीहरू कहाँ पठाउनुभयो। 2, परमेश्वर भूत, वर्तमान र भविष्यमा सदा रहनुहुने परमेश्वर हुनुहुन्छ। प्रकाश 1:8। प्रभु परमेश्वर भन्नुहुन्छ, म अल्फा र ओमेगा हुँ। युनानी वर्णमालाको पहिलो र अन्तिम अक्षर। म भूतमा थिएँ, वर्तमानमा छु र भविष्यमा पनि रहने सर्वशक्तिमान हुँ। प्रकाश 4:8। 4 जीवहरूले दिनरात लगातार भन्न छोडेनन्, पवित्र पवित्र पवित्र। प्रभु परमेश्वर जो भूतमा हुनुहुन्थ्यो, वर्तमानमा हुनुहुन्छ र भविष्यमा पनि रहनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ। 3, परमेश्वर कहिल्यै परिवर्तन हुनुहुन्न। हिब्रू 1:12। तिमीले आकाश र पृथ्वीलाई वस्त्र जस्तै मोडेर राख्नेछौ, तर तिमी सधैँ उही नै रहनेछौ। तिम्रो जीवनको कुनै अन्त्य छैन। हिब्रू 13:8। येशू ख्रीष्ट हिजो पनि उस्तै हुनुहुन्थ्यो, आज पनि उस्तै हुनुहुन्छ र सधैँभरि उस्तै हुनुहुनेछ। 4, परमेश्वर भ्रष्ट नहुने एकमात्र अविनाशी परमेश्वर हुनुहुन्छ। 1 तिमोथी 6:16-17। उहाँ मात्र अमर हुनुहुन्छ। उहाँ उज्यालोमा बस्नुहुन्छ, जुन कुनै मानिसले नजिक जान सक्दैन। उहाँलाई कुनै मानिसले देखेको छैन, न त देख्न सक्छ। 5, परमेश्वरलाई सधैँको पिता भनेर पनि चिनिन्छ। यशाया 9:6। किनभने हाम्रो लागि एक बच्चा जन्मिएको छ, हाम्रो लागि एउटा छोरा दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँको नाम अद्भुत सल्लाहकार, सर्वशक्तिमान परमेश्वर, सधैँको पिता, शान्तिको राजकुमार राखिनेछ। 6, परमेश्वरलाई अनन्त परमेश्वर पनि भनिन्छ। व्यवस्था विवरण 33:27। अनन्त परमेश्वर नै तिम्रो आश्रय हुनुहुन्छ। उहाँका अनन्त बाहुहरूले तिमीलाई समर्थन गर्नुहुन्छ। हिब्रू 10:31। अनन्त परमेश्वरको हातमा पर्नु भयावह कुरा हो। 7, परमेश्वर सधैँभरि रहने अनन्त परमेश्वर हुनुहुन्छ। भजन सङ्ग्रह 90:2। पहाडहरू उत्पन्न हुनु अघि, पृथ्वी र संसार सिर्जना हुनु अघि, सुरुदेखि अनन्तसम्म तपाई नै परमेश्वर हुनुहुन्छ।